हिजो हामीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भवन बनाउन मीन बहादुर गुरुङसँग किन नैतिकता बिक्री गरेर दान लिए भनेर प्रश्न गर्दा हजारौंले हाम्रा ती प्रश्नलाई समर्थन जनाएर ओलीमाथि प्रश्नको वर्षा गर्थे। हिजो हामीले कामचोर ठेकेदार शारदा प्रसाद अधिकारीको घरमा प्रचण्ड किन बस्छन्, उनको हातको रोलेक्स घडी कसले किनिदियो भनेर प्रश्न उठाउँदा दशौं हजारले हाम्रा प्रश्नलाई सदर गर्दै उनीहरूले पनि प्रश्न उठाउँथे। तर आज नागरिकतामै शंका भएका शंकास्पद व्यापारमा मुछिएका उद्योगी कमल मालपानीको 8 करोडको गाडी बालेन किन चढिरहेका छन् भन्ने प्रश्न गर्दा हिजो हामीसँगै प्रश्न उठाउन आउनेहरू अहिले उल्टै हामीलाई प्रश्न गर्दै भन्छन् कांग्रेस एमालेको दानापानी खाएका मिडियाले मालपानीको कुरा उचालिरहेका छन्। हो, अहिले बालेनले सडकमा आफ्नै मतदाता कुटे भने पनि उनका समर्थकहरूले त्यो त एआई को करामत हो भनिदिन सक्छन्। बालेनले 2 दुना 8 भनिदिए भने मासले कुरा सही हो, गणितको नियम झुटो हो भनिदिन सक्छ। यो बेला मानिसहरू बालेन बारे कुनै पनि नकारात्मक कुरा सुन्न चाहिरहेका छैनन्, सकिरहेका छैनन्। एउटा व्यक्ति कुनै पनि विषयमा एकहोरो भयो भने उसले बढीमा आफ्नो आक्रोश बोलेर लेखेर पोख्छ, तर पुरै मासमा त्यही आक्रोश भरियो भने त्यसबाट देश जल्छ, खरानी हुन्छ। यसरी मास साइकोलोजी एकहोरिँदा त्यहाँ विवेक समाप्त हुन्छ। भदौ देशको घटनापछि काठमाडौँमा मास साइकोलोजी एकहोरियो। नतिजा 24 गते देखियो। टिकापुर घटनामा रेशम चौधरीले थारू अभियन्ताहरूलाई जसरी एकहोर्याए त्यसले 8 जनाको बर्बर हत्या गरायो। गौर नरसंहारमा त्यस्तै बर्बर हत्या मचिएको थियो। राजनैतिक रूपमा बालेन अहिले चर्चा र लोकप्रियताको शिखरमा देखिन्छन्। यो बेला उनका विषयमा प्रश्न उठाउनेमाथि नै समाज आक्रमणमा उत्रिन सक्छ। बालेन धेरैका लागि आशा बनेका छन्, जसरी 64 सालमा प्रचण्ड बनेका थिए। बाबुराम प्रधानमन्त्री हुँदा बाबुरामलाई काम गर्न देऊ भनेर यही समाजले अभियान चलाएको थियो। आज बाबुरामलाई भारुराम भनेर आलोचना गरिन्छ। प्रचण्डले लगाएको रोलेक्स घडीको प्रश्न उठाउन मिल्छ भने बालेनलाई दिइएको 8 करोडको गाडीको प्रश्न उठाउन किन मिल्दैन त? बालेन आफ्ना मतदाताप्रति कहिले पनि लोयल भएनन्। गरी खाने वर्गका लागि उनको मनमा कहिले पनि हरिले बास गरेन। दया र करुणा बालेनमा कहीँ कतै देखिँदैन। झापा 5 मा उनले उम्मेदवारी दर्ता गरेका छन्। उनलाई भेट्न आउने उनीभन्दा बढी उमेरका मानिसले फोटो खिचाउँदा उनी कुर्सीमा राजसी ठाटमा बस्छन्। उनको दायाँ बायाँ उभिएर जनताले फोटो खिचाउँछन्। उमेरमा आफूभन्दा बढी उमेरको मान्छे आउँछ भने उसको सम्मानका लागि उठिदिँदा के बालेन अपमानित हुने हुन् र? जनतासँग भोट मागेर काठमाडौँमा चुनाव जिते। 5 वर्षको जिम्मेवारी 3.5 वर्षमा छाडेर जाँदा उनले आफ्ना मतदातालाई म यो कारणले 5 वर्ष काम गर्न नसक्ने भए तपाईहरूले देखाउनु भएको विश्वास र भोटका लागि आभारी छु भन्नसम्म पनि भनेनन्। 3.5 वर्षमा एक पटक पनि मिडिया फेस गरेनन्। मतदाता कहाँ फर्केर गएनन्। निश्चय पनि बालेनले काठमाडौँमा केही सुधार गरे, तर उनले गर्न सक्ने र गर्नै पर्ने काम दर्जनौं थिए। बालेनले गरेका काम र नगरेका काम दुईतिर राख्ने हो भने गरेका काम केराउको दाना जत्रो देखिन्छ, नगरेको काम फुटबल जत्रो देखिन्छ। तर यो सत्य अहिले बोलिसक्नु भएको छैन। दर्शकबिन, यी विषय र प्रश्न सुन्न अहिले यहाँ कोही पनि तयार छैनन्। हामी नेपालीलाई वर्षौंदेखि एउटा अनौठो समस्याले समातेको छ। हामी सधैँ ली कुआन यू, मोहम्मद महाथिरको कथा सुनेर प्रभावित भएका छौं। हामीलाई कुनै चमत्कारी पुरुष चाहिएको छ जसले हिन्दी फिल्म नायकमा अनिल कपूरले चाहिँ चमत्कार गरेर देखाइदियोस्। यथार्थ यो हो कि यस्तो चमत्कार कहिले पनि हुँदैन। भोलि बालेन नै प्रधानमन्त्री भए, उनले इमान र निष्ठा पनि देखाए भने पनि उनकै पार्टीका मलसाप्राहरूले सहयोग गरेनन् भने उनी प्रधानमन्त्रीको कुर्सीमा टिकिरहन सक्छन् त? मोहम्मद महाथिर र ली कुआन यूको सफल हुनुमा उनलाई सहयोग गर्ने टिम थियो होला। अगाडि एउटा पात्र देखिए पनि देश बदल्ने कुरामा सबैको साथ चाहिन्छ। बाँकी सबै कुरा जस्ताको त्यस्तै राख्ने अनि एउटा व्यक्तिले चमत्कार गरिदिने कुरा अपत्यारिलो हुन्छ। दर्शकबिन, व्यक्तिलाई देवता बनाइहाल्ने, एकैछिनमा राक्षस बनाइहाल्ने हाम्रो समाजको सबैभन्दा घातक विशेषता हो। हामीले यसो भन्दै गर्दा अहिलेसम्म धेरैको मनमा बालेनलाई छाडेर के केपीलाई फेरि जिताउने त भन्ने प्रश्न पनि आइसक्यो होला। खासमा यो प्रश्न त धेरै अघि नै नेपाली जनताको मनमा आइदिनु पर्ने थियो। महाकाली सन्धि राष्ट्रघाती हो नभन्ने नेपाली यहाँ कोही पनि छैनन् होला। तर महाकाली सन्धि गर्ने शेरबहादुर देउवालाई किन पटक पटक भोट दिएर 5 पटक प्रधानमन्त्री बनाइयो त? केपी शर्मा ओलीबाट केही पनि पार लाग्दैन भन्ने कुरा त नेकपा कालमै प्रमाणित भएको थिएन र?
अनि झापा 5ले किन उनैलाई 79 सालको निर्वाचनमा जिताएर पठायो त? जहाँसम्म यो पटक चुनावको कुरा छ, भदौ 23 को घटनापछि अध्यक्ष ओलीले जनताको भोट पाउने नैतिक अधिकार गुमाइसकेका छन्। तर जनताको सार्वभौम अधिकारमा हस्तक्षेप गरेर हामी ओलीलाई हराऊ वा जिताऊ भन्न सक्दैनौ। महाकाली सन्धि जस्तै नेपालीको मनमा गढेको एमसीसी सम्झौता पनि हो। यसका खुंखार पक्षधर गगन थापा, सोडिम वाग्ले, प्रचण्ड सबै हुन्। के यिनीहरूलाई आगामी निर्वाचनमा भोट नदिएर जनताले पाठ सिकाइदिन्छन् त? वास्तवमा त्यस्तो नहोला, किनभने सोडिमलाई त उपनिर्वाचनमा तनहुबाट जनताले जिताएर पठाएका थिए। दक्षिण भारततिर फिल्म अभिनेता रजनीकान्तको मन्दिर बनाएर पूजा नै गरिन्छ भन्ने सुनिएको थियो। नेपालमा पनि कसैले कुनै नेतालाई भगवान नै बनाएर घर घरमै पूजा नै गरून्, यसमा हाम्रो भन्नु केही छैन। तर भगवान नै बनाएर पूजा गरिन्छ नै भने पनि हामी प्रश्न गर्न चाहिँ छाड्ने छैनौं। सुशासन र राम राज्यको कुरा गर्नेको अपारदर्शी जीवनशैलीको कारण स्रोत के हो भनेर हामी प्रश्न गरिरहनेछौं।